नमस्ते सबैजनालाई। आज म रिभ्यू गर्न गइरहेको छु आई एम जित बहादुरको ट्रेलर र यो ट्रेलर निकै नै आकर्षित बनेको छ भन्ने सुन्नमा आएको छ र यो फिल्म चाहिँ असार 5 गते रिलिज हुँदैछ शुक्रबारको दिन। त्यही भएर चाहिँ आज म यो आई एम जित बहादुरमा के कथावस्तुहरू समेटिएको छ त्यो ट्रेलरको बारेमा संक्षिप्त रूपमा रिभ्यू गर्न गइरहेको छु र म अहिले रिभ्यू गर्न गइरहेको चाहिँ यसमा भएको कथावस्तु र के टेक्निकल कुराहरू छन् त त्यो बारेमा पनि केही रिभ्यू गर्न गइरहेको छु। यो मेरो रिभ्यू तपाईँहरूलाई कस्तो लाग्यो अन्तमा प्लिज कमेन्ट लाइक र यो सब्सक्राइब गर्न नभुल्नुहोला र पछि यस्तै यस्तै रमाइलो कमेन्टहरू रमाइलो ट्रेलरहरूको पनि रिभ्यू गर्न आउने नै छु। लागौँ आजको यो ट्रेलरको। नर्मल्ली यो ओएसआर को ओएसआरबाट निर्मित फिल्म हो र धेरै स्पोन्सरहरू पनि रहेको छन्। तपाईँले देख्न सक्नुहुन्छ यो अहिले जुन जित बहादुर छ त्यो जित बहादुर हेर्दामा फर्स्टमा ट्रेलरमा तपाईँले देख्न सक्नुहुन्छ यता कार्टुनको स्टार्टिङमै कार्टुन अथवा पपेटको थ्रुबाट कस्तो छ त जित बहादुर भन्ने सन्देश दिन खोजेको छ। हेर्दा यो जित बहादुर चाहिँ पपेटसँग रिलेटेड मुभी छ भन्न सकिन्छ। यो यो मुभी हेर्दा हेर्नुहोस् त यो अलिकति गरिब निम्फाबाट प्रेरित भएको कथा बुझ्न सकिन्छ। नाटकको रूप यसमा प्रस्तुत भएको भएर चाहिँ यो मुभी एक प्रकारको नाटकसँग पनि रिलेटेड छ भन्ने बुझ्न सकिन्छ र यसमा अलिकति मलाई टेक्निकलको कुरा भन्नु मन लागेको चाहिँ पछाडिको ब्याकग्राउन्ड हेर्नुभयो भने अलिकति यो कालो जुन हाम्रो गाउँघरमा पाइन्छ त्यस्तो कालो को ब्याकग्राउन्ड चाहिँ फोहोर भनौँ कि अथवा त्यो जुन ब्याकग्राउन्ड छ त्यसै अनुसारको राखिएको यसमा देख्न सकिन्छ। देख्न सक्नुहुन्छ अहिले भनिराख्नु भएको छ म चलचित्रमा काम गर्न चाहन्छु जुन एक गाउँमा बस्ने सपना लिएर ऊ काठमाडौँ जान खोजिरहेको छ। सिनेमेटोग्राफीको रूपमा हेर्ने हो भने यो कलर ग्रेडिङहरू पनि अलिकति नमिलेको कुराहरू जस्तो लागिरहेको छ। हेर्नुहोस् यसमा चाहिँ अहिलेको कलर ग्रेडिङ र अहिलेको कलर ग्रेडिङ चाहिँ धेरै नै ब्राइटनेस राखेको देख्न सकिन्छ। त्यही भएर यो कलर ग्रेडिङ चाहिँ टेक्निकल पक्षहरूले चाहिँ अलिकति ध्यान दिनु भयो भने चाहिँ पक्कै पनि सिनेमेटोग्राफी चाहिँ राम्रो नै छ। तर भिडियो खिच्ने बेलामा चाहिँ राम्ररी 4K अथवा रिजोल्युसन हाई रिजोल्युसनमा खिचे पनि पछि प्रोडक्सनमा अलिकति चुकेको देख्न सकिन्छ। यसमा हेर्ने हो भने चाहिँ धेरै नै राम्ररी ग्रेडिङ कलर ग्रेडिङ गरेको देख्न सकिन्छ। यो यसमा पनि फोकस चाहिँ यदि मेन एक्टर छ भने चाहिँ राम्ररी नै कलर ग्रेडिङ गरेको देख्न सकिन्छ। तर यो भिडियो हेर्ने बेलामा त्यति खासै एट्र्याक्टिभ देखिँदैन। अलिकति कलर ग्रेडिङ ब्याकग्राउन्ड कन्ट्रास्ट हालेर चाहिँ यो मुभी अथवा यो जुन सिन छ त्यो सिनलाई चाहिँ अझ जीवन्त बनाउन सकिन्छ जस्तो लाग्छ।
यो इन्डोर सुटिङ जस्तो देखिन्छ। इन्डोर सुटिङमा पनि लाइटिङहरूको मजाको प्रयोग गरेको देखिन्छ। तर यो जति हामीले यो नेपालमा बनेको चलचित्रहरू भन्न सक्छौँ, तर बलिउड हलिउडलाई पनि सिकेर हामीले त्यहाँको टेक्निकल टर्म्सहरू, टेक्निकल टिमहरूसँग अथवा टेक्निकल कुराहरू बुझेर हामीले गऱ्यौँ भने चाहिँ हाम्रो इन्डस्ट्री अलिकति राम्रो नै जान्छ जस्तो लाग्छ। यसको टेक्निकल हेर्न सक्नुहुन्छ। एक्टिङ वाइज चाहिँ धेरै नै राम्रो देखिन्छ, तर प्रेजेन्टेसन वाइज चाहिँ अलिकति खल्लो जस्तो लाग्छ मलाई। अब सुरु हुन्छ मेन पार्ट। यसमा चाहिँ दुईटा पार्ट देखिएको छ, एउटा गरिबीको पार्ट र अब सक्सेस उन्मुख पार्ट देख्न सकिन्छ, जहाँ जहाँ प्रियङ्का कार्की इन्लाइटमेन्टको रूपमा चाहिँ आएको छ। यो मेकअप हेर्दा नेचुरल देखिन्छ, तर नेचुरल भन्दा पनि अलिकति बोके इफेक्टहरू ल्याउन सकियो भने चाहिँ धेरै नै राम्रो देखिन्छ। यो टेक्निकल अलिकति मैले चाहिँ टेक्निकल रूपमा छुटेको देखिन सकिन्छ। क्यामेरा वाइज पर्फेक्ट छ, हाउएभर त्यो कलर ग्रेडिङहरूको रूपमा एक्टिङ पनि टप नोच छ जस्तो लाग्छ। हेर्न सक्नुहुन्छ ब्याकग्राउन्ड पनि धेरै नै राम्रो छ, तर यसमा कलर ग्रेडिङ, पोस्ट प्रोडक्सनको काम अथवा लाइटिङको काम चाहिँ धेरै राम्रो गर्न सकियो भने चाहिँ यो मुभी प्रोडक्सन अथवा हेर्दैमा नाम धेरै नै राम्रो देखिन्छ जस्तो लाग्छ। यसमा हेर्ने हो भने चाहिँ धेरै नै करेक्सन गरेको देखिन सकिन्छ, धेरै नै राम्रो एकदम टप नोचको प्रोडक्सन देखिन्छ, पोस्ट प्रोडक्सन देखिन सकिन्छ। तर फेरि यता आउने बेलामा त्यो लो क्वालिटीको, यो हाई क्वालिटीको, यो अप्स एन्ड डाउन्सको जुन प्रोडक्सन छ, त्यो प्रोडक्सनले चाहिँ अलिकति पोस्ट प्रोडक्सनले चाहिँ अलिकति मलाई टेक्निकलमा धेरै नै काम गर्नुपर्छ जस्तो लाग्छ। नेपालमा इन्डस्ट्रीमा चाहिँ क्यामेराको क्वालिटी धेरै नै हाई भए तापनि पोस्ट प्रोडक्सन टेक्निकल टिमको चाहिँ क्वालिटी अलिकति कम भएको भएर चाहिँ एक्टिङ वाइज राम्रो छ, तर टेक्निकल वाइज चाहिँ अलिकति हामीले सुधार्न सक्यौँ भने चाहिँ हामीले पनि बलिउड अथवा हलिउडलाई धेरै नै त्यहाँसम्म, त्यो लेभलसम्म हामी पुग्न सक्छौँ जस्तो लाग्छ। यो म आइएम जित बहादुर हेर्दा चाहिँ धेरै नै एक्टिङ वाइज चाहिँ धेरै राम्रो राम्रो छ जस्तो लाग्छ, तर यदि केही गरी हामीले चाहिँ टेक्निकल कुराहरूमा पनि सुधार्न सक्यौँ भने चाहिँ धेरै नै राम्रो हुनेछ जस्तो लाग्छ। त्यही भएर ओभरअल एक्टिङ वाइज चाहिँ धेरै नै राम्रो यो मुभी रहेको छ। त्यसै गरी सिनेमेटोग्राफी पनि अलिकति क्यामेरा वाइज चाहिँ धेरै नै राम्रो देखिन्छ, तर त्यही हो, हाम्रो पोस्ट प्रोडक्सनमा ग्राफिक्सहरूको कामहरू गर्ने बेलामा अलिकति हामीले मेहनत गरेर गऱ्यौँ भने चाहिँ डेफिनेटली हाम्रो नेपाली सिनेमामा पनि धेरै नै ठुलै फर्क मार्न सकिन्छ जस्तो लाग्छ। त्यही भएर हामीले हाम्रो सिनेमालाई क्यामेराको रूपमा मात्र नभइकन टेक्निकल पनि धेरै नै महत्त्व हुने भएको भएर त्यो पार्ट पनि धेरै नै महत्त्वपूर्ण साथ हेऱ्यो भने चाहिँ पक्कै नै हाम्रो सिनेमाको स्तर बढ्छ भन्ने लाग्दो छ। र आजलाई मैले यो रिभ्यू चाहिँ यहीँ टुङ्ग्याएँ। आइएम जित बहादुर सफल होस्, यसले चाहिँ धेरै नै प्रगति प्रफिट कमाओस् भन्ने मैले कामना गरेको छु, र शुभकामना जित बहादुरलाई। नमस्ते।